अहिले बालेनलाई मात्र किन यस्तो विरोध? यो भिडियो हेर्नुहोस् त साथीहरू। सुशील कोइराला प्रधानमन्त्री हुँदा यो किसिमको समाचार आयो, नेपाल र भारत दुवै देशले दुवैतर्फ सीमा मिचिएको भन्ने त्यति बेला न काङ्ग्रेस बोल्यो न एमाले बोल्यो। मिचिने भन्ने कुरा त त्यति बेला नै आएको थियो। न काङ्ग्रेस बोल्यो न एमाले बोल्यो न माओवादी बोल्यो। हेर्नुहोस्, यहाँ डाटा सहित समाचार आएको छ। समाचार पनि कान्तिपुरले चाहिँ स्रोत भनेर कसलाई उल्लेख गरेको छ भन्दा सीमा सुरक्षाका लागि तैनात सशस्त्र प्रहरीले हालै गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार भनेको छ। यो हेर्नुहोस्, प्रश्न सीमा सुरक्षामा तैनात सशस्त्र प्रहरीले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार भनेपछि त अथेन्टिक प्रतिवेदन भयो नि। त्यो अथेन्टिक प्रतिवेदन अनुसार चाहिँ भारतीय पक्षबाट 60 ठाउँमा र नेपालबाट 42 स्थानमा 10 गजा मिचियो भनेर समाचार छाप्दाखेरि अनि काङ्ग्रेस एमाले माओवादी कहाँ